हजुरको खबर अनि सन्चै हुनुहुन्छ होला म पनि एकदमै ठिकठाक छु अनि आज चाहिँ हाम्रो स्कुलबाट भ्लग स्टार्टिङ भएको छ मेरो प्यारा विद्यार्थीहरूसँग 6 अनि त्यसपछि 7 क्लासको सँगै मैले चाहिँ आज साइन्स ल्याबमा त्यो पनि साइन्स ल्याबमा चाहिँ भ्लग स्टार्ट गरेको छु यता चाहिँ अब लुकेर लजाएर रमाइलो छ अनि यहाँ चाहिँ एक्सपेरिमेन्ट हुँदैछ अब कतिपय कुराहरू चाहिँ देखाउन हुँदैन कि यहाँ अनि कोही कोही चाहिँ यस्तो लुक्छन् यस्तो लुक्छन् कामै छैन अनि यति राम्रो यता चाहिँ यस्तो मुनि मुनि लुकेर भ्लग हेर्नु भ्लग गराउन पर्छ यता चाहिँ यता नि अनुहारै ढाक्ने अब कोही कोहीसँग त अझै रिसाइरहेको छु त्यही भएर नि ढाकेका होला नि सायद अब यो चाहिँ पुरा भएपछि देखाउँछु यहाँ चाहिँ गर्दैछ छक्का मौसम हिँड्दाखेरि लुकुवाके कस्तो मधुर मधुर आएको हामी हेर्न ओके गाइज मैले चाहिँ स्कुल भ्लग चाहिँ आज स्कुलमा स्टार्ट गरेको थिएँ अनि आज चाहिँ घर आएर अन्त्य हुँदैछ धेरै भ्लग चाहिँ आउँदैन अलिकति मात्र भ्लग आउँछ अनि आउँदाखेरि नै 4 बजे आऊ अनि आएर एकैछिन बस्न पाउँदै रात पर्छ सो अहिले त बाहिर एकदमै रात परिसकेको छ अनि इन त गर्न पर्यो भ्लग त्यत्तिकै हालेर त भएन त्यही भएर इन गर्नको लागि चाहिँ मैले भ्लग खोलेको मात्र हो धेरै आउँदैन आज 3-4 मिनटको मात्र आउँछ अनि भोलिको भ्लग चाहिँ धमका आउनेछ स्पेसल आउनेछ किनभने म पनि धेरै खुसी छु भोलिको लागि आज चाहिँ हाम्रो घर खिर बन्दैछ मलाई चाहिँ खिर भन्छ यस्तो मनपर्छ अनि त्यो जरो भन्दा पनि के मजाले चामललाई मिचेर गिलो बनाएको लटक्क बनाएको एकदम मनपर्छ अनि त्यसमा चाहिँ अलिक बढी चिनी हुनपर्छ केही पनि चाहिँदैन सो आजलाई चाहिँ भ्लग यति नै भन्दै इन गर्छु र भोलि चाहिँ एकदमै धमाका भ्लग पनि लिएर आउँछु सबैजनाले हेरिदिनु होला लाइक कमेन्ट अनि सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला प्लिज सब्सक्राइब गरिदिनु होला 8500 सब्सक्राइब भयो भने चाहिँ म अवश्य एउटा स्पेसल कुरा लिएर आउनेछु र 500 भयो भने हामी घुम्न जाने घुमघाम गर्ने पनि भ्लगहरू लिएर आउनेछु भन्दै अहिलेलाई भने बाई बाई।